आज हामी फेरि अर्को भिडियो लिएर आइसकेका छौँ। आजको भिडियो खास चाहिँ हाम्रो के हुनेछ भन्दाखेरि हामीसँग यो करेलाको सिम्टा कसरी प्रयोग गर्न सक्छौँ, कस्तो चिज हो र यो बिहा हामीले केमा प्रयोग गर्न सक्छौँ भन्ने कुराहरू हामी देखाउनका लागि यसरी भिडियोमा प्रस्तुत भइसकेका छौँ। त्यसैले गर्दा हामीले आज यस्ता खालका जुन करेलाका सिम्टा लगायत विभिन्न कुराहरू, अर्ग्यानिक कुराहरू, तर हामीले सही सदुपयोग र सही ढङ्गबाट हामीले प्रयोग गर्न नजानेका कारणले गर्दा यस्ता कुराहरूको दुरुपयोग भइरहेको छ। यहाँ हेर्नुहोस् है, करेलाका सिम्टा, यो चाहिँ करेलाको बिहा हामीले कस्तो कस्तो ठाउँमा यो प्रयोग गर्न सक्छौँ त भन्ने कुराहरू हुनसक्छ। धेरै व्यक्तिहरूलाई यसको बारेमा पनि जानकारी नहुनसक्छ। हामीले त्यत्तिकै फ्याँकिरहेको छौँ। यसमा शरीरलाई चाहिने अक्सिडेन्ट, एन्टिअक्सिडेन्ट यति धेरै पाइने चिज हो नि यो, हामीले प्रयोग गर्न पर्ने चिज, तर प्रयोग गरिरहेका छैनौँ। अब यो हामीले करेलाको सिम्टा, हामीसँग अहिले तत्काल करेलाको सिम्टा छ यहाँ। यो करेलाको सिम्टा चाहिँ हामीले तरकारीको रूपमा र नेचुरल तरकारीको रूपमा हामीले प्रयोग गर्न सक्छौँ। यसलाई अचारको रूपमा पनि हामीले प्रशस्त मात्रामा प्रयोग गरेर हामीले यसलाई खान सक्छौँ। र कतिपय मान्छेहरूले यसलाई प्रयोगमा ल्याउन जान्नु भएको छैन। अब यसलाई हामीले जति सुकायौँ, यसलाई सुकाउनु पर्ने, केलाउनु पर्ने, चलाउनु पर्ने सबै कार्यहरू हामीले गरिसकेका छौँ। तर अब यसलाई हामीले प्याकिङ गर्नुपर्छ, प्लास्टिकमा प्याकिङ गरेर जुनसुकै समयमा पनि हामीले यसलाई चाहिँ के गर्न सक्छौँ, खान सक्छौँ। अब यसलाई सबभन्दा पहिला हामीले यसलाई प्रयोग गर्ने तरिकामा जान्नुपर्ने हुनसक्छ। र सबभन्दा पहिला हामीले यसलाई भएको फोहोरहरू, विभिन्न तत्त्वहरू हामीले यसलाई केलाउनुपर्छ साथीहरू। मजाले यसलाई केलाउनु पर्ने हुनसक्छ। र यसलाई केलाउनका लागि हामीले यसरी मजाले केलाउनुपर्छ। सबभन्दा पहिला हामीले करेलाको सिम्टालाई हामीले करेलाबाट बाहिर निकाल्न पर्यो, घाममा सुकाउन पर्यो। र त्यसपछि हामीले यसलाई मजाले सुक्ख बनाएर हामीले के गर्न सक्छौँ, यसलाई सही प्रयोगमा, सही ढङ्गबाट र सही प्रयोगमा हामीले ल्याएर यसलाई प्रयोग गर्न सक्छौँ। अब यसलाई हामीले कसरी बनाउने भन्ने कुराहरू पनि हामीले अब नेक्स्ट अघिल्लो भिडियोहरूमा हामीले बनाइसकेका छौँ र पछिल्लो भिडियोमा पनि हामी बनाउने बाचा गरिरहेका छौँ। अब यसलाई सबभन्दा पहिला हामीले तयार पारिसकेपछि यस्तै खालको नरम प्लास्टिकमा हामीले सट्ट प्याक गर्ने। सुकिसकेपछि, घामबाट सुकिसकेपछि पसिना नआउने ढङ्गबाट हामीले यसलाई तयार पारेर हामीले भित्र हाल्नुपर्छ। र त्यसपछि यसलाई हामीले के गर्न पर्यो त, भित्र हालिसकेपछि हामीलाई आवश्यक अनुसार मजाले सफा गर्ने र आवश्यक अनुसार जसरी पनि हामीले तयार पारेर यसलाई हामीले खान सक्छौँ। अब हामीसँग यो चाहिँ करेलाको सिम्टा, करेलाकै कुराहरू भयो, करेलाको सिम्टा भयो, तरकारीको रूपमा, अचारको रूपमा, विभिन्न परिकारको रूपमा हामीले यसलाई पकाएर खान सक्छौँ। अब यसलाई चाहिँ हामीले केमा हामीले प्रयोग गर्न सक्छौँ भन्ने कुराहरू धेरै आम मानवमा खासै ज्ञानहरू छैनन्। जुन चाहिँ हामीले यो प्रयोग गर्नका लागि हामीले यो प्रयोग केमा गर्न सक्छौँ भन्ने कुराहरू हुनसक्छ। हामीले यसलाई भुटेर त्यतिकै पनि खान सक्छौँ। र सँगसँगै थोरै पकाउँदा सँगसँगै यसलाई हामीले खाना मात्रै होइन साथीहरू, अचारको रूपमा प्रयोग गर्न सक्छौँ, तेल निकाल्न सक्छौँ लगायत विभिन्न कार्य। यसलाई हामीले तेलको भन्दा पनि हामीले अचारको छोपको रूपमा, विशेष रूपमा हामीले यसलाई तयारी गरेर हामीले यसलाई के गर्न सक्छौँ, खान सक्छौँ। अब धेरै मान्छेहरूलाई यो खाने तरिका र यो बनाउने तरिकाहरूको बारेमा धेरै आम मानवहरूलाई थाहा छैन। त्यसैले गर्दा यसको दुरुपयोग भइरहेको छ। सदुपयोग हुन पर्ने कुराहरू के भएको छैन, सही ठाउँमा सदुपयोग भइरहेको छैन। अब यसलाई हामीलाई मजाले केलाउन गइरहेका छौँ र यसमा भएका कुराहरू हामीले यसलाई सबभन्दा पहिला यसलाई एकदम सफासँग हामीले राखेको छ कि छैन भन्ने कुरा हामीले पत्ता लगाउनु अत्यन्तै आवश्यक छ। त्यसैले गर्दा अब सबभन्दा पहिला यसको यसलाई हामीले यसलाई मजाले केलाउन सक्छौँ। यसलाई सफा गरेर हामीले यसरी मजाले केलाएर हामीले राख्न सक्छौँ। त्यसैले गर्दा यसलाई अझै तानो यतापट्टि यसलाई मजाले सफा भइसकेपछि हामीले यसलाई थप भाँडाहरूमा हाल्नका लागि हामीले यसलाई तयार गरिरहेको छौँ। अब भाँडामा कसरी हाल्ने भन्ने कुराहरू हुनसक्छ। यसलाई कसरी चाहिँ नेचुरल ढङ्गबाट हामीले राख्न सक्छौँ त 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 4 वर्ष लगायत विभिन्न वर्षहरू हामीले यसलाई नियमित रूपमा राख्नका लागि प्रयोग गर्न सक्छौँ साथीहरू। अब यो करेलाको सिम्टा चाहिँ हामीले एउटा अर्ग्यानिक तरकारीको रूपमा, जुन सिजनमा तरकारी भइरहेको हुँदैन नि, त्यस्तो सिजनमा चाहिँ हामीले यसको प्रयोग गरेर हामीले खान सक्छौँ। त्यसैले गर्दा हामीले यस्ता कुराहरू
अब कतिपय कुराहरू हामीले सदुपयोगको ढङ्गबाट सही तरिकामा हुन सक्छ र कतिपय कुराहरू चाहिँ थाहा पाएन हामीले खान पाएको अब यसलाई हामीले कसरी चाहिँ स्टोर गर्नु त यसलाई हामीले केलाएर तरिका फुटेर हामी तयार पारिसकेका छौँ हामीले परिमाणमा बाहिर निकाल्यौँ त्यसपछि हामीले यसलाई तयार पार्यौँ त्यसपछि हामीले यसलाई अब यसलाई हामीले यसरी चाहिँ केलाएर राखिसकेका छौँ अब हामी त्यसमा एउटा भाँडामा हाल्न चाहन्छौँ साथीहरू भाँडामा कस्तो भाँडामा हामीले हाल्दाखेरि चाहिँ उपयुक्त हुनसक्छ त हामीले प्लास्टिकको पसिना नआउने पुरा फोल्ड हुने पसिना नआउने भाँडामा हामीले हालेर यसलाई राख्न सक्छौँ हामीले चाहिँ अब यो भाँडामा हाल्न गइरहेका छौँ अब यतापट्टिको त हामीले भनिसकेका छौँ यो चाहिँ हामीले अचारको छोपको रूपमा हामीले प्रयोग गर्नका लागि सबभन्दा बेस्ट हुनसक्छ भन्ने कुराहरू सबै साथीहरूलाई थाहा नै छ है अब त्यो कुराहरू पनि भनिराख्नुभन्दा पनि हामीले यसलाई चाहिँ सही ढङ्गबाट र नेचुरल ढङ्गबाट हामीले प्रयोग गरेर चाहिँ हामीले प्रयोग यसलाई सबभन्दा केलाउनु पर्ने हुनसक्छ राम्रोसँग केलाउनु पर्ने हुनसक्छ र यसलाई चाहिँ हामीले बेस्ट ढङ्गबाट हामीले केलाएर खान सक्छौँ खान सक्छौँ र उपयोग गर्न सक्छौँ हामीसँग यति धेरै मात्रामा छैन हामीले देखिसकेका छौँ यत्रो थुप्रो छ अब यसलाई हामीले स्टोर गर्नका लागि सबभन्दा पहिला यसै प्लास्टिकमा हामीले यो प्लास्टिक छ यो भित्रीपट्टि भागमा हामीले यसलाई हालेर चाहिँ सदुपयोग गर्न सक्छौँ है साथीहरू यति मजाले सदुपयोग गर्न सक्छौँ नि यसलाई चाहिँ हामीले प्रयोगका लागि सबभन्दा सजिलो तरिकाबाट राम्रो तरिकाबाट हामीले यसलाई प्रयोगमा ल्याउन सक्छौँ अब हामी यसलाई प्रयोग मात्रै साथीहरू यसलाई चाहिँ हामी केलाएर राख्न सक्छौँ हामी चाहिँ यो फोहोर फ्याँक्नुपर्छ र यसलाई चाहिँ हामीले राखेको बेला चाहिएको बेलामा हामीले अचारको रूपमा प्रयोग गरेर पनि खान सक्छौँ अचारको छोप अचार यसको हामीले अचार बनाउन सक्छौँ यसको छोप हाल्न सक्छौँ एउटै कुरालाई हामीले दुई भागमा विभाजन गरेर चाहिँ यसलाई काममा ल्याउन सक्छौँ अब धेरै कुराहरू यसको विशेषता धेरै मान्छेहरूलाई यसको थाहा नहुने कुरो भएन तर थाहा हुँदा हुँदै पनि हामीले प्रयोगमा चाहिँ सही नहुन सक्छ ल यसको फोहोर फ्याँकिसक्यौँ अब यसो भुटेपछि हामीले मजाले आफैले केलाउन सक्छौँ र त्यसपछि हामीले यसलाई खानका लागि विभिन्न कुराहरू गर्नका लागि हामी यसलाई प्रयोगमा ल्याउन सक्छौँ अब यसलाई हामी चाहिँ एउटा भाँडामा हालेर राख्न चाहन्छौँ साथीहरू यसलाई लामो समयसम्म स्टोर गर्नका लागि हामी यसलाई चाहिँ हाल्न चाहन्छौँ यसमा यसरी हालेर राख्न लामो समय स्टोर गरेर राख्यौँ है यसमा ठ्याक्क हामीले माथिबाट बिर्को लाउनका लागि तयारी गर्न सक्छौँ त्यसपछि हामीले यसलाई प्रयोगमा ल्याएर हामीले ल्याउँछौँ खान सक्छौँ साथीहरू अब यो जहिले पनि प्रयोग गर्न सक्छौँ 1 वर्ष 2 वर्ष जति वर्ष पनि हामीले आवश्यक अनुसारले यसको प्रयोग गर्न सक्छौँ जुन कुराहरू हामीले नेचुरल कुराहरू करेलाको बिहा करेलाको सिम्टा जस्तो कुराहरू हामीले ठ्याक्कै यसको विशेषता हामीले जबसम्म बुझ्दैनौँ नि त्यसलाई चाहिँ हामीले पहिचान गर्न सक्दैनौँ यसलाई थन्काइसकेर सकेर हामीले यसमा ठ्याक्क बिर्को लगाइदिन्छौँ माथिबाट ठ्याक्क एउटा केही मिल्ने खालको जुन सामानहरूले चाहिँ हामी यसलाई बिर्को लगाइदिन्छौँ र त्यसपछि हामी यसलाई प्याक गर्न चाहन्छौँ अब यसलाई हामीले कसरी प्याक गर्ने भन्ने कुरा हुनसक्छ यतापट्टि हामीसँग सिम्टा छ सिम्टालाई पनि हामी प्याक गरेर देखाउन चाहन्छौँ लामो समयसम्म स्टोर गर्नका लागि हामीले यही भाँडाबाट हामीले यही भाँडामा स्टोर गरिरहेका छौँ यही भाँडाबाट हामीले यही भाँडामा स्टोर गरेर चाहिँ यसलाई राख्नका लागि सदुपयोग गरिरहेको छ यसरी चाहिँ हामीले स्टोर गरिरहेका छौँ यसरी र यो हामीसँग यसरी स्टोर गरिसकेपछि अब यहाँ बाँकी रहेको पनि हामीले यो यसरी चाहिँ ल प्याकिङ गर्न
मजाले यसरी प्याकिङ गरौँ। दुईवटा प्याकिङ गरेर चाहिँ आवाज छिटो नपाइदियो भने एकदम मजाले यसरी हामीले हेर्न सक्छौँ साथीहरू। ल यसरी चाहिँ हामीले करेलाको बिहा चाहिँ स्टोर गरेका छौँ। ओके, तपाईँले पनि यसरी गर्नुहोस् है त। ओके, थ्याङ्क यू।